हेलो साथीहरू, के तपाईँहरू पनि के सब्सक्राइबर नपाएर म जस्तै अल्मलिएर बस्नुभएको छ? यदि त्यसो हो भने अब चाहिँ यो युट्युबरहरूको चाहिँ हरेक कुराहरू सुनेर सेटिङलाई चाहिँ नबिगारौँ। किनभने सेटिङ उनीहरूले राम्ररी बताउँदैन, उनीहरूले उल्टो उल्टो बताइदिने रहेछ। उनीहरूको च्यानल हेर्दा हेर्दा दिक्क भयो। अब चाहिँ यसो गर्ने बेला भयो। तपाईँहरूलाई सब्सक्राइबर चाहिन्छ भने सब्सक्राइबर चाहिँ बढाउनको लागि अब एक अर्काबिच हामीले चाहिँ सहयोग गर्नुपर्ने हुन्छ। किनभने सब्सक्राइबर त्यत्तिकै नबढ्ने रहेछ र भ्लग र कन्टेन्ट पनि हामीले के अरे बनाउनु अल्छी लागिसक्यो। तपाईँले चाहिँ मलाई सब्सक्राइब गर्नुहोस् र म तपाईँलाई सब्सक्राइब तपाईँको च्यानलमा अनिवार्य म पनि रिटर्न ब्याक गर्नेछु रिप्लेसको लागि। तपाईँको लागि तपाईँले मलाई यदि सब्सक्राइब गर्नुभयो भने मैले नोटिफिकेसन चाहिँ अन गरेर राखेको छु। त्यहाँ तपाईँले मलाई सब्सक्राइब गर्नुभयो, जुन च्यानलबाट चाहिँ मलाई सब्सक्राइब भयो, जसले गर्नुहुन्छ त्यो चाहिँ तुरुन्त मेरो च्यानलमा नोटिफिकेसनमा आएर बस्नेछ र म त्यसपछि चाहिँ म रिटर्न ब्याक गर्नेछु सब्सक्राइब। तपाईँले मलाई गर्नुहोस्, मैले तपाईँलाई गर्नुपर्छ। यसो गऱ्यो भने मात्रै, नभए चाहिँ सब्सक्राइबर बढ्दैन कि। अब तपाईँ हामीले त्यत्तिकै युट्युब हेरेर रमिता मात्र गरेर बसेर हुन्छ? हुँदैन। यसरी एक अर्काबिच सहयोग नगरी चाहिँ हुँदैन। र अर्को कुरा, यो युट्युबरको चाहिँ उनीहरूको च्यानलको भ्युज मात्रै हामी बढाइदिउँ जस्तो लाग्छ क्या। किनभने उनीहरूले चाहिँ अब सेटिङ बताउँछ, कुनैले पनि सही रूपमा सेटिङ बताउँदैन। अब एउटाले एउटा सेटिङ भन्छ, अर्कोले अर्को सेटिङ भन्छ। हामीले खोल्ने बित्तिकै जस्तो सेटिङ छ त्यही चाहिँ सेटिङ रहेछ क्या। त्यो सेटिङ भन्दा अरू अलावा त्यही एजको बारेमा चाहिँ 18 एजदेखि तल र माथि त्यति मात्र हो रहेछ। हामीले चाहिँ के अरे हामीले अपलोड गर्दाखेरि ध्यान दिनुपर्छ।